हेलो नमस्ते सबैजना टेक्निशियनहरुमा तपाईहरुले एज अ टेक्निशियन काम गरिरहनुहुन्छ 24/7 तपाई चाहिँ एकदम प्रेसरमा एकदम मेन्टालिटी प्रेसरमा हुन्छ किनकि अभियसली तपाईको काम एकदम टेक्निकल छ अनि दिमाग चलाउँदा यतिकै प्रेसरमा हुनुहुन्छ अनि जसमा तपाईले काम गरिरहेको प्लेस अथवा एउटा वर्किङ बेन्च जहाँ चाहिँ तपाईले राखेको टुल्सहरु चाहिँ अर्गनाइज छैन भने अर्को प्रेसर थपिनेवाला छ। सो त्यसलाई इजी बनाउनको लागि चाहिँ इजी टुल्स तपाईहरुको लागि आज एकदम बेस्ट एउटा वर्किङ बेन्च लिएर आएको छ है, जसमा चाहिँ तपाईले अब कामको लागि एकदम सहज तरिकाले इजी तरिकाले चाहिँ तपाईको हरेक टुल्सहरुलाई अर्गनाइज गरेर राख्न सकिन्छ र त्यसबाट तपाईको प्रेसरलाई तपाईको स्ट्रेसलाई चाहिँ फ्री गर्न सकिन्छ है त। सो लेट्स गो, हामी जाऊ आज वाइसिएस को यो वर्किङ बेन्चमा है त। सो वाइसिएस को वर्क बेन्च एज यू क्यान सी है, जसमा हामीले यो देख्न सकिन्छ एकदम टाइलबाट बनेको है, एकदम स्ट्रङ छ अनि यो एल्युमिनियम को देख्न सकिन्छ है। यो हेभी एल्युमिनियमहरुको छ है, एकदम क्वालिटी वाइज पनि एकदम हेभी छ, जसमा टाइल्सहरु युज भएको छ र हाम्रो यो माथिको टप चाहिँ यो एकदम बलियो वुड है, नेपालीहरुले औराख भन्छ त्यस्तै होला हैन आई गेस। सो एकदम दामी छ यो वुड युज भएको छ माथि, अनि जसमा हामीले यो माथि लाइट देख्न सकिन्छ वर्किङलाई, कस्तो मजाको एलईडी लाइट देख्न सकिन्छ जसले चाहिँ काम गर्ने प्लेसमा एकदम राम्रो तपाईको एउटा ग्लो दिन्छ हैन, एउटा लाइट उज्यालो दिन्छ। तपाईलाई वर्किङ बेन्चमा त्यो सानो ल्याम्पहरु जोडिराख्नु जरुरी नै भएन। अनि जसमा हामीले चाहिँ वाइसिएसले चाहिँ यो जुन बेस छ यो देख्न सकिन्छ, यो चाहिँ तपाईको स्ट्यान्ड बेस चाहिँ यसमै दिएको छ है। यो हामीले अब माइक्रोस्कोप चाहिँ हामीले सेटअप बनायो भने तपाईलाई नि यो एउटा बेस चाहिँ अभियसली यसमा फ्री आउनेवाला छ है। सो तपाईको यो एउटा अर्को पार्ट एकदम बेस्ट प्रॉफिट हो है तपाईको। अनि जसमा अब एकदम बिग साइज हेभी साइज छ यो, जहाँ तपाईले देख्न सकिन्छ ओसी मेसिन है, पावर सप्लाई, हट गन दुईटा, आइरन देखि लिएर लगायत सबै टुल्सहरु यहाँ चाहिँ मजाले अर्गनाइज गरेर राख्न सकिन्छ। अब यसमा अझ तपाईले अगाडि एलईडी टिभीहरु राख्न सकिन्छ, हाम्रो खाली ग्याप देख्न सकिन्छ। यो ग्यापमा चाहिँ हाम्रो टिभीहरु राखेर मोनिटरहरु राखेर चाहिँ तपाईले यहाँ काम गर्नु पनि सक्नुहुन्छ हैन, क्यामेराहरु लगाएर। यो वाइसिएसले चाहिँ अब यो सायद फर्स्ट यो वाइसिएसले नै यो टेबलहरु निकालेर अलि धेरै ब्रान्डहरुले निकालिएको छ। टेबलहरु यो भन्दा नि अझ महँगो टेबलहरु पनि पाउन सकिन्छ, यो भन्दा सस्तो पनि अवेलेबल छ, जसमा चाहिँ क्वालिटी वाइज हुन्छ। तपाईलाई क्वालिटीको कुरा चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ, किनभने एकचोटी सामान राखेपछि लङ टर्म चल्नु पर्ने हुन्छ। सो हामीले चाहिँ हरेक टाइम टुल्सहरु किन्दाखेरि एकदम क्वालिटी चाहिँ एकदम मेन्सन गर्ने गर्छ, किनभने क्वालिटी नै हो सबै कुरा हैन। सो यो देख्न सक्नुभयो तपाईले चाहिँ वर्किङ बेन्च। तपाई यदि स्ट्रेसमा हुनुहुन्छ, तपाईलाई चाहिँ काम गर्न वाक्कै लागिसक्यो, यताबाट ट्विजर झिक्यो, उताबाट स्क्रुड्राइभर झिक्यो हैन, भेटिदैन कहिले कहाँ भने के भेटिदैन, अनि खोज्दा स्ट्रेसमाथि स्ट्रेस थपिनु भन्दा तपाईले चाहिँ आज नै यो वर्किङ बेन्च चाहिँ आफ्नो वर्किङ प्लेसमा राख्नुहोस् र तपाईको कामलाई मोर बेटर बनाउनुहोस्। किनभने अबको टेक्नोलोजी एकदम माथि पुगिसक्यो, टेक्निशियनहरुलाई अब टेक्नोलोजी सम्बन्धी यो वर्किङ कामहरु गर्नलाई एकदम अब डिफिकल्ट छ, किनभने अभियसली अब हरेक पनि हाम्रो कुराहरु भनौं, हाम्रो यो ए टुल्सहरु पनि कति धेरै अपडेटमाथि अपडेट थपिरहेको छ, हाम्रो ग्याजेट्सहरु त्यही भइरहेको छ। सो तपाईलाई चाहिँ आफ्नो कामलाई आफ्नो जबलाई चाहिँ एकदम अब मजाले गर्न चाहनुहुन्छ भने चाहिँ यो बेन्च आजै अर्डर गर्न सक्नुहुन्छ। अब जसमा तपाईले वाइसिएस को यो मोडल भेट्न सक्नुहुन्छ, अरु 2-3 मोडल पनि हामीसँग अवेलेबल रहेको छ। अहिले चाहिँ हामीले यो ठुलो बिग साइजको दिएको छ, किनभने अभियसली तपाईले साइजको अनुसारले पनि अलिक कम भएको कारण हामीले यो अब सेटअप गरेका छौं। भोलिको दिन तपाईहरुको पनि वर्किङ प्लेसमा यो टेबल अट्याच गरेर काम गरेको मैले चाहिँ देख्न पाऊँ। सबैमा चाहिँ यो वाइसिएस को टेबल आज नै अर्डर गर्नुहोस्, तपाईको वर्किङ प्लेसलाई मोर बेटर बनाउनुहोस्। तपाईको साथमा इजी टुल्स अलवेज रहनेछ। आजलाई यति भन्दै इजी टुल्सबाट धन्यवाद। इजी टुल्स नेपाल, क्वालिटी टुल्स फर क्वालिटी पिपल।